नेपाली जनताहरू, हजुरहरू घर घरमा बसेर हाम्रो च्यानल हेरिदिनुहुने सबैजनालाई मेरो मनदेखि नै नमस्कार छ। आज हामीसँग हुनुहुन्छ हाम्रो एकदमै नै चलचित्रमा एकदम उचाइ छुनुभएको हाम्रो कलाकारहरू। हाम्रो कलाकारहरूले चाहिँ भर्खरै नै फाट्यो पोस्टर निक्ल्यो हिरो भन्ने मुभी चाहिँ खेल्नु भएको हो। हामी माझ उहाँहरू हुनुहुन्छ यहाँनिर। एकदमै नै राम्रो र राम्री देखिरहनु भएका हाम्रा कलाकारहरूलाई आज हामी हाम्रो च्यानलमा स्वागत गर्दछौँ। स्वागत छ है हाम्रो च्यानलमा। हजुर, अब हजुरको इन्टरभ्यूमा फर्स्टमा हजुरको बारेमा सुनौँ न त यस्तो एक दुई शब्दहरू। नमस्कार, मेरो नाम चाहिँ फुलकुमारी हो। हजुरहरू सबैजनाले रुचाइदिनु भएको छ। अहिले भर्खरै हाम्रो फाट्यो पोस्टर निक्ल्यो हिरो भन्ने फिल्म पनि भर्खरै सार्वजनिक भएको थियो, जसलाई हजुरहरू सबैजनाले एकदमै धेरै रुचाएर एकदमै सर्वाधिक व्यापार हुने मुभीको रूपमा चिनिएको छ। त्यसको लागि हामीहरूले नेपाल सरकारबाट भर्खरै पुरस्कार पनि पाएर आएका छौँ। अनि अरू त हजुरहरूलाई थाहा छँदैछ। नमस्कार, मेरो नाम चाहिँ जङ्गबहादुर। अब हामी पनि यस प्रोजेक्टमा काम गरेको धेरै नै वर्ष भइसक्यो। सबै हाम्रो जनताहरूलाई, सबैजना हाम्रो दर्शक महानुभावहरूलाई पनि अलरेडी थाहा छ। अब हाम्रो बारेमा उहाँलाई थाहा छँदैछ। त्यही भएर हामी चाहिँ अब आज यस कार्यक्रममा हजुरको यस इन्टरभ्यूको प्रोग्राममा आज आउन पाउँदा चाहिँ हामीलाई एकदमै खुसी लागेको छ। मलाई पनि, म पर्सनली पनि म एकदम भित्रैबाट खुसी भएको छु आज चाहिँ। थ्याङ्क यू। धन्यवाद। हजुरहरूको यति इन्ट्रोडक्सनले हाम्रो जनताहरू एकदमै खुसी हुनुभएको छ होला। हजुरको मुभी देखेर त एकदम खुसी हुनुभयो जस्तो लागिरहेको छ। अब हामी ढिला नगरी हाम्रो गेमहरूतर्फ लागौँ। हाम्रो गेमहरू चाहिँ के हुनेछ भन्दा 4वटा राउन्ड हुनेछ। 4वटा राउन्डमा फर्स्ट राउन्ड भनेको चाहिँ उहाँहरूको फन फ्याक्ट्सबाट सुरु गर्छौँ। सो हजुरहरूले चाहिँ हजुरको तिनवटा फन फ्याक्ट्सहरू भन्नुपर्ने हुन्छ। सुरु गरौँ फुलकुमारी ज्यूबाट। अब फन फ्याक्टकै कुरा गर्दाखेरि त्यस्तो संसारमै नभएको फन फ्याक्टहरू चाहिँ मसँग पनि केही छैन होइन। म पनि कमन मान्छे नै हो। यो फन फ्याक्टकै कुरा गर्दाखेरि चाहिँ म चाहिँ एकदमै धेरै प्लान्ट लभर हो होइन। मैले चाहिँ यति धेरै घरमा प्लान्ट लगाएको छु कि एउटा सानो मिनी जङ्गलै चाहिँ मेरो घरभित्र पाउनु, किचनदेखि लिएर सिटिङ रुमदेखि लिएर सबैतिर मैले प्लान्ट एकदमै ग्रिन सबैतिर त्यस्तो बनाएको छु। म चाहिँ एकदमै प्लान्ट लभर हो। अनि अर्को फन फ्याक्ट भन्नुहुन्छ भने चाहिँ म चाहिँ एकदमै धेरै फुडी हो। मलाई चाहिँ खाना नयाँ नयाँ कुराहरू खान एकदमै मनपर्छ होइन। अनि अर्को कुरा भन्नुपर्दाखेरि चाहिँ पेट लभर पनि हो म, एनिमल लभर पनि हो। मैले घरमा एउटा सानो पेट पनि राखेको छु, एकदमै माया लाग्छ मलाई त्यसको। पेटको नाम चाहिँ के हो नि? मेरो पेटको नाम चाहिँ लियो हो। सानो छ, व्हाइट कलरको, एकदमै राम्रो छ। लियो हो त्यसको नाम। एकदमै नै राम्रो नाम रहेछ। जङ्गबहादुर जीबाट अन्त्य गरौँ यो राउन्ड। हजुरको 3टा फन फ्याक्ट्स। हजुर, अब मेरो पनि फन फ्याक्टकै कुरा गर्नुपर्दा चाहिँ म चाहिँ एकदमै ट्राभल लभर हो। म चाहिँ घुम्न रुचाउने मान्छे। अनि म चाहिँ एकदम घुमिराख्नु पर्छ मलाई। त्यो एउटा मेरो फन फ्याक्टकै रूपमा लिन्छु मैले। गरेर सेकेन्ड चाहिँ अब म चाहिँ धेरै जस्तो निदाइ बस्ने सुतेको बेला धेरै निदाउने, अनि मलाई सुतेपछि केही पनि थाहा नपाउने, त्यो पनि मेरो एउटा फन फ्याक्टमै आयो होइन। अनि अर्को चाहिँ अब म चाहिँ खानेकुराहरू चाहिँ मलाई जस्तै मोमो चाउमिन मलाई अहिलेसम्म थाहा छैन कसैलाई पनि, तर मैले बनाउनु पर्यो भने एकदमै राम्ररी बनाउन आउँछ। मलाई मिठो बनाउन पनि आउँछ। थ्याङ्क यू। हुन्छ, हजुरले बनाएको मोमो चाउमिन खाना चाहिँ हामीहरूलाई बोलाउनु होला है त। हुन्छ, मेरो टिमहरू लिएर आउनेछु म। हुन्छ, हजुरहरूको फन फ्याक्ट सुनेर एकदमै नै रमाइलो खालको लाग्यो। आशा गर्दछु हाम्रो दर्शकहरूलाई पनि एकदमै रमाइलो लाग्यो होला। अब हामी जाऊँ हाम्रो अर्को राउन्ड, विच इज डिटेक्टिङ 1 lie and 2 truths। यसमा चाहिँ हजुरले आफ्नो बारेमा 2टा ट्रुथ र एउटा लाई भन्नुपर्ने हुन्छ। सुरुकोबाट गरौँ। ल, अब यो मैले चाहिँ मेरो बारेमा केही 3टा कुराहरू भन्छु, जसलाई चाहिँ हजुरले चाहिँ कुन चाहिँ सही भने मैले कुन चाहिँ ढाँटे त्यो चाहिँ अब पत्ता लगाउनु पर्ने राउन्ड रहेछ होइन। रमाइलो छ जस्तो लाग्यो। म चाहिँ
एकदमै एक्टिभ छु होइन। बिहान छिट्टै उठ्छु, छिट्टै उठेर योगा गर्छु, जिम जान्छु। यो एउटा भयो। अनि अर्को कुरा भन्नुहुन्छ भने चाहिँ एकदमै फुड लभर हो। अनि अर्को कुरा भन्नुहुन्छ भने चाहिँ म चाहिँ एकदमै साथीहरू छिटो बनाउन सक्छु होइन, घुलमिल हुन सक्छु। ल योबाट चाहिँ थाहा पाउनु पर्यो। कुरा मध्ये चाहिँ किनभने हाम्रो एउटै मलाई चाहिँ ट्रुथ लागेन तपाईँको, के त भन्दाखेरि चाहिँ बिहान चाँडै उठेर एकदमै छिटो गर्छु भन्नुको जुन कुरा, किन भन्दाखेरि तपाईँ सधैँ ढिलो आइराख्नु भएको हुन्छ हाम्रो यो प्रोजेक्ट काममा। सुटिङको टाइममा पनि कहिले पनि छिटो आएको मैले देखेको छुइनँ। यो चाहिँ मलाई अलिकति ट्रुथ होइन कि जस्तो लागिरहेछ। हजुर हजुर, अवश्य एकदमै छिटो पत्ता लगाउनु भयो। र यसरी नै हामीले थाहा पाएको छौँ हाम्रो फुलकुमारीजी चाहिँ सुटहरूमा ढिलो आउनु हुने रहेछ। हाम्रो दर्शकहरूलाई पनि एउटा रमाइलो कुरा थाहा भयो। हजुर, एकदमै फन फ्याक्ट रहेछ यो चाहिँ। अब अन्त्य गरौँ यो राउन्ड पनि हाम्रो जङ्ग बहादुरज्यूबाट। हजुर, अब फन फ्याक्टकै कुरा गर्दाखेरि चाहिँ ल मेरो पनि अब दुईटा चाहिँ ट्रुथ एन्ड एउटा चाहिँ लाइको कुरा गर्नुपर्दाखेरि चाहिँ मलाई चाहिँ तिनटै म भनिदिन्छु तपाईँहरूलाई है। अब म चाहिँ सबैभन्दा छिटो छिटो साथी बनाइहाल्छु। मैले कहीँ पनि साथीहरू भेट्यो भने छिटो साथी बनाउने मेरो एउटा बानी छ। अनि अर्को चाहिँ म घुम्नको लागि पनि जाने गर्छु, प्रायः जसो म घुम्न गइरहेको हुन्छु। अनि अर्को चाहिँ म बिहान 5 बजी उठेरै जिम पनि जाने गरेको छु। प्रायः जसो बिहान 5 बजी म गइसकेको हुन्छु जिमतिर। अब योबाट मैले थाहा पाउनु पर्ने, उहाँको तिनटै भनाइ चाहिँ मलाई सही जस्तो लाग्यो। जति पनि मैले उहाँसँगै काम गरेँ होइन, यत्रो वर्ष हामीहरूले सँगै काम गऱ्यौँ। अनि जति पनि मैले चाहिँ उहाँलाई बुझेको छु, उहाँले भन्नुभएको चाहिँ तिनटै कुरा सही जस्तो लाग्यो। तर अब जसमध्ये एउटा कुरा चाहिँ मैले गलत निकाल्नु पर्दाखेरि चाहिँ उहाँले छिट्टै साथी बनाउन सक्नुहुन्छ जस्तो चाहिँ मलाई अलिक लाग्दैन। के हो कुरा? होइन, ठिकै गेस गर्नुभयो तपाईँले। किन भन्दाखेरि म एकदमै साथीहरूसँग क्लोज भएर बोल्दाखेरि एकदम फरवर्ड मान्छे म चाहिँ। एकदम फ्रेङ्कली एन्ड फ्रेन्डली भएको हुनाले म सिधै डाइरेक्ट भनिरहेको हुन्छु कतिपय कुराहरू। त्यो कारणले साथी अब बुझ्ने मान्छे चाहिँ छिटै साथी बनिन्छ। तर प्रायः जसो चाहिँ मान्छेहरू चाहिँ साथी बन्न मान्दैन मसँग, किनभने मेरो फेस हेर्दाखेरि पनि अलिकति हाँसिलो टाइपको म हुँदिनँ। त्यही भएर पनि होला सायद। तपाईँले सही गेस गर्नुभएको छ। हुन्छ, धन्यवाद। हाम्रो यो राउन्ड पनि सक्सेसफुल्ली एन्ड भएको छ र हामीले उहाँहरूको बारेमा एकदमै रमाइलो रमाइलो कुराहरू पनि थाहा पाएका छौँ, जसको बारेमा धेरै चर्चा हुनेवाला छ हाम्रो जनताहरूबाट। अब हामी लागौँ हाम्रो सबैभन्दा फेमस राउन्ड र सबैजनाले मन पराइदिनु भएको द अनकम्फर्टेबल राउन्ड। यो राउन्डमा चाहिँ हामीहरू बारमा जानुपर्ने हुन्छ र हाम्रो ड्रिङ्क्सहरू ल्याउनु पर्ने हुन्छ। र त्यसको लागि चाहिँ हामी यहाँबाट उठौँ र हाम्रो बारतर्फ लागौँ है त। दर्शकहरू, हाम्रो बारमा चाहिँ केही समस्या परेकोले गर्दा आज हाम्रो बार खुलेन। हामी चाहिँ हाम्रो इन्टरभ्यू यही नै गर्छौँ र हाम्रो ड्रिङ्क्सहरू पनि यही नै माग्छौँ। सो हाम्रो कलाकारहरूलाई चाहिँ यहाँ स्वागत गरौँ फेरि पनि। हुन्छ, आइदिनु होला। ल, अब हामी फेरि हाम्रो अगाडिकै पोजिसनमा आइसकेका छौँ र हाम्रो ड्रिङ्क्सहरू पनि आइसकेको छ। धेरै धेरै धन्यवाद। सो प्लिज, थ्याङ्क यू। यो ड्रिङ्क्सहरू चाहिँ हाम्रो 8848बाट स्पोन्सर भएको ड्रिङ्क्सहरू हो र यसमा चाहिँ हामीले भोडका पाउन सक्छौँ। एज हाम्रो गेस्टहरूले चाहिँ भोडका चुज गर्नुभएको छ। हुन्छ, हामी खाँदै खाँदै क्वेसनहरू पनि गरौँ है त। इच तपाईँहरूलाई जुन चाहिँ हाम्रो जनताहरूले हाम्रो कमेन्ट्सद्वारा तपाईँहरूलाई सोध्नु भएको छ है त। हामी हाम्रो फोनलाई पर्खिँदैछौँ जहाँ चाहिँ हाम्रो क्वेसनहरू हुनेछ। अब हामी हाम्रो क्वेसनहरूतर्फ लागौँ। प्लिज क्वेसनहरू ल्याइदिनुहोस्। थ्याङ्क यू सो मच। हाम्रो चाहिँ यहाँ निरुताजीले सोध्नु भएको छ,
तपाईँहरूको आफ्नो सम्बन्धको बारेमा के भन्न चाहनुहुन्छ त? हाम्रो जनताहरूले एकदमै मन पराइदिनु भएको, अब फिल्ममा मात्र नभएर साँच्चीकैको लाइफमा पनि हजुरहरू अघि बढ्दै हुनुहुन्छ भन्ने एकदमै सुनिरहेको छौँ र हजुरको केमिस्ट्री नि एकदमै राम्रो देखिरहेको छ। त्यसको लागि चाहिँ के भन्न चाहनुहुन्छ त हाम्रो जनताहरूलाई? तपाईँबाट सुरु गरौँ। यो चाहिँ अब दर्शकहरूले नै रुचाएर हामीहरू दुईजनाको कामसँगै गरेको कामलाई रुचाएर उहाँहरूले चाहिँ यसो भन्नुभएको हो। यो कुरालाई चाहिँ हामीहरूले एकदमै सकारात्मक हिसाबले लिएका छौँ होइन। उहाँहरूले मन पराइदिनु भएको छ। तर वास्तविक रियल लाइफमा जे छ, रियल लाइफमा चाहिँ हामी त्यस्तो होइन। हामी चाहिँ एकदमै बेस्ट फ्रेन्ड मात्रै हो। हजुरलाई यही क्वेसन के सोच्नुहुन्छ त हजुर चाहिँ? अब उहाँले भनिहाल्नुभयो, उहाँले भने जस्तै हाम्रो यो रियल लाइफमा चाहिँ त्यस्तो छैन। हामी यो रियल लाइफको लागि चाहिँ अब हामी आज कपाल भएर जोडीको रूपमा काम गरिरहेछौँ। अब यो यसैमा सबै दर्शकहरूले मन पराइदिनु भएको छ, माया गर्नुभएको छ, त्यसको लागि धेरै धेरै धन्यवाद। हामी रियल लाइफमा चाहिँ हामीले यसरी नै अगाडि यसरी नै काम अझै आउने दिनहरूमा पनि गरिराख्नेछौँ। तर रियल लाइफमा भने चाहिँ हाम्रो अब त्यो वास्तविकमा चाहिँ त्यो होइन। हाम्रो आफ्नो रिलेसन आफ्नै ठाउँमा छ। तर अब रियल लाइफको लागि चाहिँ हाम्रो कपाल राम्रै भइरहेछ। हुन्छ, धन्यवाद। अर्को क्वेसन छ हाम्रो छेत्री माया भन्ने मान्छेबाट। उहाँले चाहिँ सोध्नु भएको छ, हजुरहरूको प्राइभेट रिलेसनसिप स्ट्याटस चाहिँ के हो त? अब रिलेसनसिपकै कुरा गर्दाखेरि त अब त्यो जुन एउटा उमेर हुन्छ नि, त्यो एउटा जसको पनि एउटा त्यो उमेर हुँदो रहेछ होइन। त्यो उमेरमा सिक्रेट क्रस चाहिँ मेरो पनि थियो होइन। तर अब त्यसलाई बोयफ्रेन्ड नै भन्ने यताउति त्यस्तो चाहिँ होइन। तर मेरो साइडबाट सिक्रेट क्रस चाहिँ थियो। भनेपछि हजुर अहिले सिङ्गल नै हुनुहुन्छ? अहिले त सिङ्गलै हो। त्यो यस्तो एउटा उमेर हुँदो रहेछ कि जस्तै अब अपोजिटलाई देखेपछि एउटा हावा उडे जस्तो, कपाल उडे जस्तो फिल हुन्छ नि, त्यस्तो उमेर हुँदो रहेछ। तर जे होस्, मैले पनि उसलाई भन्न सकिनँ। उसले मेरो बारेमा के सोच्थ्यो त्यो पनि मलाई थाहा भएन। तर सिक्रेट क्रस चाहिँ थियो। हजुर, हुन्छ नि, सबैको जिन्दगीमै हुन्छ र त्यस्तो कुराहरू भइरहेको छ, जिन्दगी चलिरहेको छ। हजुरको चाहिँ के छ त? हजुर, मेरो चाहिँ अब यस्तो त्यस्तो केही सिक्रेट कुराहरू त त्यस्तो केही छैन। र पनि अब क्वेसन गरिहाल्नुभयो, अब मैले भन्नै पर्ने हुन्छ। अब मेरो लाइफमा चाहिँ, मेरो रियल लाइफमा चाहिँ, पर्सनल लाइफमा चाहिँ त्यस्तो केही ट्रेजेडी, केही लभ सब यताउति मेरो चाहिँ छैन त्यस्तो। अब अहिले भन्दाखेरि त अब अचम्म लाग्छ होला, पताउन पनि गाह्रो हुन्छ। तर पनि मेरो चाहिँ त्यस्तो केही पनि थिएन। म आफ्नै काममा व्यस्त हुने खालको मान्छे भएको हुनाले मेरो सिक्रेट कुराहरू त्यस्तो भनिहाल्नुपर्ने इम्पोर्टेन्ट कुराहरू चाहिँ छैन खासै। हुन्छ, धेरै धेरै धन्यवाद। हाम्रो जनताहरूको धेरै डाउटहरू क्लियर भइसक्यो होला यतिसम्म इन्टरभ्यूमा आउँदाखेरि। अब हाम्रो अर्को क्वेसन रहेको छ नवीन ज्यूबाट। उहाँले चाहिँ सोध्नु भएको छ, हजुरहरूको रिसेन्टली भएको ट्रोल जुन चाहिँ तपाईँहरूको फाट्यो पोस्टर निक्लियो हिरो भन्ने मुभीको हिरोइनको लागि चाहिँ अरू नै मान्छेलाई राख्न खोज्नु भएको रहेछ। तर हाम्रो फुलकुमारी ज्यूलाई अन्तिममा चुज गर्नुभयो। पक्कै पनि उहाँको एकदमै राम्रो केमिस्ट्रीले गर्दा, उहाँको ट्यालेन्टले गर्दै राख्नु भएको हो। तर पहिलो मान्छेलाई चाहिँ किन निकाल्नु भयो, केही हजुरहरूलाई पनि थाहा छ त? हजुरबाट सुरु गरौँ। हजुरलाई कस्तो लागेको छ त त्यस्तो हुँदाखेरि? र जनताहरूले पनि त्यसको बारेमा यसो गुनासो निकालिदिँदाखेरि हजुरलाई कस्तो लागिरहेको छ त? यसो सुनौँ दुई शब्दहरू। अब मैले पनि सुने अनुसार चाहिँ सुरुमा अरू नै हिरोइनको लागि चुज गर्नुभएको थियो भन्ने मैले पनि सुनेको थिएँ होइन। तर जहाँसम्म मैले खबर पाएको छु, मैले पनि अब मैले एकदमै राम्रो पर्फर्म गरेर चाहिँ मलाई डिरेक्टरहरूले चुज गर्नुभएको होइन। अब त्यो पुरानो हिरोइनको बारेमा चाहिँ मलाई त्यति राम्ररी थाहा छैन। सायद प्रड्युसर डिरेक्टरहरूले मेरो मेहनत, मेरो कामलाई मन पराएर मलाई चुज गर्नुभएको होला होइन। अब विस्तृत रूपमा चाहिँ हाम्रो सरलाई नै थाहा छ कि। अब मलाई पनि त्यस्तो केही उयो त होइन। अब पहिला हाम्रो टिमले नै सेलेक्ट गरेको
मान्छे अर्कै हुनुहुँदो रहेछ। अब पछि आएर चेन्ज भयो, किन चेन्ज भयो भन्ने कुरा चाहिँ अब त्यस्तो अब केही होला, उहाँहरूको पर्सनल कुराहरू केही थियो होला, हाम्रो के अरे डाइरेक्टर साहबसँग केही कुरा भयो कि अथवा केही कुरा मिलेन कि, अब त्यस्तो केही न केही त थियो होला र नै त्यस्तो भयो। तर जे भए पनि अहिले हाम्रो जुन उहाँलाई ल्याइयो अहिले यस प्रोजेक्टमा हाम्रो फुलकुमारी आएर चाहिँ हामीसँग यो जुन काम गऱ्यौँ हामीले, यसमा चाहिँ म एकदम सेटिस्फाई छु। यसमै चाहिँ अलिक खुसी पनि भएँ मैले, किनभने हाम्रो काम हाम्रो दर्शक महानुभावहरूले खोजे जस्तै रोजे जस्तै अनुसारले काम पनि भइरहेछ भन्ने मैले विश्वास गरेको छु। अब उहाँ पहिलाको कुरामा नजाउँ, अब मलाई चाहिँ त्यस्तो पर्सनली मैले केही भन्न पर्दैन, किनभने भन्न पनि मिल्दैन। अब किन उहाँको नाम थियो पहिला अनि किन उहाँलाई लियो भन्ने कुरा क्वेसनमा चाहिँ अब पछि हाम्रो टिमले नै डिसाइड गरेर केही भन्ला नि त। हुन्छ, त्यो त पक्कै पनि हुने नै छ र हजुरहरूको केमिस्ट्री देख्दा चाहिँ हजुरहरूलाई रिप्लेस गर्ने अरू कोहीमा त्यस्तो केमिस्ट्री चाहिँ नदेखिएला भन्ने हाम्रो दर्शकहरूले पनि भन्नुभएको छ, जति नै ट्रोलै आए पनि। हाम्रो अर्को क्वेसन रहेको छ सबिनाबाट। उहाँले सोध्नु भएको छ हजुरहरूको फर्दर मुभीको लागि हजुरसँगै हुने प्लान चाहिँ के छ त? अब हाम्रो यो भर्खरै हामीहरूले एउटा मुभी सक्यौँ, फाट्यो पोस्टर निस्क्यो हिरो। दर्शकहरूले यति धेरै रुचाइदिनु भयो कि हामीहरूलाई अरू पनि धेरैवटा मुभीमा सँगै काम गर्ने अफर आएको छ। अनि अवसर जुर्यो भने पक्कै पनि दर्शकहरूले हामीहरूलाई फेरि अरू मुभीमा पनि सँगै काम गरेको देख्न पाउनुहुनेछ। हजुरलाई के भन्नु छ त? हजुर चाहिँ उहाँसँग त्यसरी अझै मुभीहरूमा काम गर्न एकदमै एक्साइटेड लागिरहेको छ कि के छ त विचार? हजुर, म चाहिँ एकदमै एक्साइटेड पनि फिल गरिरहेको छु। उहाँसँग काम गर्न पाउँदा मेरो लागि त खुसी पनि हो, यो खुसीको कुरा पनि हो। किन भन्दाखेरि उहाँ जस्तो कलाकारिता भएको व्यक्तित्वसँग मैले काम गर्न पाउनु भनेर चाहिँ मेरो लागि चाहिँ एकदमै खुसीको पनि कुरा हो। अब दर्शकहरूले मन पराइदिइराख्नु भएको छ अहिलेसम्म। अब यस्तै मन पराएको खण्डमा भोलिका दिनमा फर्दर मुभीहरूमा फर्दर हाम्रो प्रोजेक्टहरू सँगै किन हुँदैन र भन्ने पनि हो, हुनसक्छ। अब सँगै पनि हुन्छौँ हामी जहाँसम्म मलाई लाग्छ। किन भन्दाखेरि अब हाम्रो अहिले दर्शकहरूले साह्रै मन पराइदिनु भएको छ अनि उहाँको पनि मलाई पनि पर्सनल्ली मन परेको हुनाले हामी अब अझै सँगै बाँधिएर सँगै भएर अगाडि एक भएरै काम गरौँ, अगाडि बढौँ भन्ने पनि मेरो हो। हजुर, एकदमै राइट, टक्क एन्सर दिइरहनु भएको छ तपाईँहरूले। हाम्रो जनताहरूले खोजे जस्तै एन्सरहरू हामी पाइरहेको छौँ र मलाई नि एकदमै रमाइलो लागिरहेछ। अब हाम्रो क्वेसनहरू त यस्तै रहिरहन्छ। हाम्रो फर्दर इन्टरभ्यूहरूमा चाहिँ हजुरहरूले हाम्रो गेस्टलाई क्वेसन सोध्न चाहनुहुन्छ भने हाम्रो च्यानलको तल कमेन्ट गर्नुहोला। सो यसै गरी हामी चाहिँ अब हाम्रो मेन इन्टरभ्यू जुन चाहिँ हजुरहरूलाई प्रत्यक्ष क्वेसन सोध्ने इन्टरभ्यू छ हो त्योको तर्फ लाग्छौँ। त्यसको लागि चाहिँ अब हामी 5 मिनट्स ब्रेक लिनेछौँ। धन्यवाद। हाम्रो को स्टारहरूको धेरै नै कुरा थाहा पाइसकेका छौँ र यसरी नै हजुरहरूको राम्रो हुँदै जाओस् भन्ने एकदमै आशा गर्दछौँ र हाम्रो दर्शकहरूले पनि मुभी हेरिसक्नुभयो होला, तर नहेर्नु भएकोहरूले हेरिदिनु होला। एकदमै नै राम्रो हाम्रो यो नेपाली इन्डस्ट्रीको हिस्ट्रीमै नभएको मुभी उहाँहरूले बनाएर पोस्ट गर्नुभएको छ। नेपाली दर्शकहरूलाई एउटा लेसन दिन खोज्नु भएको छ मुभीको द्वारा। सो त्यसको लागि एकदमै बधाई छ र एकदमै राम्रो गर्नुभयो र एकदमै धन्यवाद पनि। हाम्रो तर्फबाट धेरै केही नभए पनि एउटा सानो गिफ्ट ह्याम्पर हजुरहरूको लागि हाम्रोमा आउनुभएको छ भनेर एउटा सम्झनाको रूपमा दिन चाहन्छौँ। गिफ्ट ल्याइदिनु होला। यो चाहिँ हाम्रो एकदमै राम्रो खालको सेरामिक बनाउने ठाउँबाट हो र उहाँ चाहिँ हाम्रो एउटा स्पोन्सर पनि हो। यो हात्तीमा चाहिँ एकदमै धेरै लक हुन्छ भन्ने बुझिन्छ र यसमा चाहिँ यो चाहिँ भित्र सुनको बनेको छ र बाहिर चाहिँ सेरामिकको प्लेटहरू छ। ग्रिन राख्नुहुन्छ कि येल्लो? यो थ्याङ्क यू फर्स्ट अफ अल तपाईँहरूलाई यो एउटा टोकन अफ लभ जस्तै गिफ्ट पनि राख्नुभएको रहेछ। अब यसको लागि धेरै धेरै धन्यवाद तपाईँहरूलाई। मलाई चाहिँ कलर पनि आफ्नै चोइसमा भन्नुभयो। अब मेरो चाहिँ ग्रिन नै मलाई मनपर्छ। उहाँलाई कुन मनपर्छ कि उहाँलाई पहिला त चोइस गर्नु मनपर्छ? होइन, तपाईँले छोड्नु भएको
येल्लो छोड्नुभयो। त्यो येल्लो चाहिँ एकदमै मेरो एकदम फेभरेट कलर हो, मेरो मुटुकै खुट्टा हो। एकदमै मलाई येल्लो नै मन पर्थ्यो, म येल्लो नै चुज गर्थेँ। येल्लो नै पऱ्यो मेरो भागमा पनि। हजुरको पनि येल्लो तपाईँकै चोइस रहेछ, मेरो पनि मेरो चोइस थियो एकदम। मैले बेटर चोइस मैले गरेछु। अब उहाँले पनि त दिने हो। हजुर हजुर मैले नै दिने हो। हजुरहरूको मुभीको केमिस्ट्रीमा टक्क मिले जस्तै यहाँको चाहिँ टक्क मिलेछ, देख्न सकिन्छ र हजुरलाई थ्याङ्क यू सो मच। स्पोन्सरलाई पनि एकदमै हृदयदेखि नै धन्यवाद दिन चाहन्छु म। साथै यो गिफ्टको लागि र आज हामीलाई यस स्टेजसम्म बोलाएर यस प्रोग्राम हामीले गर्न पाएको एकदमै खुसी भएको छ। आज चाहिँ अब यहाँ सबैजनालाई सबै टिमलाई नै एकमुष्ट धन्यवाद भन्न चाहन्छु। हुन्छ, धेरै धेरै धन्यवाद। र हाम्रो इन्टरभ्यू चाहिँ यही नै सकिन्छ। हाम्रो च्यानललाई सब्सक्राइब गर्नु होला र बेल थिच्नु होला यस्तै रमाइलो इन्टरभ्यूहरूको लागि। तबसम्म म तपाईँहरूको होस्ट दिपिसा दाहाल यहाँबाट बिदाई हुनेछु। थ्याङ्क यू एन्ड हेभ अ ग्रेट डे।